Upper News supported by Nepal Telecom. नेपाल टेलिकम राष्ट्रको सञ्चार। नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संहिता कार्यान्वयनका लागि संघीय सरकार विरुद्ध आरपारको आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार मधेस भवनमा विभिन्न राजनीतिक दलको नेताहरूसहित पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले संघीय प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन सहित संविधानमा उल्लेखित संहिता कार्यान्वयनका मूलभूत अधिकारहरू पूरा माग गरेका हुन्। उनले संघीय सरकार संहिता विरुद्धको चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउँदै अब निर्णायक अधिकार प्रास्पदको आन्दोलन हुने पनि बताएका छन्। जुन संघीय सरकारले प्रदेश सरकारलाई कानुन बनाउनबाट जुन वञ्चित गरेको छन्, अधिकार दिएको छैन, त्यसको निम्ति हामी भोलि प्रधानमन्त्रीज्यू कहाँ, सामान्य प्रधानमन्त्रीज्यू कहाँ 10:30 बजे एउटा ज्ञापन पत्र बुझाउनेवाला छौँ। के सन्दर्भमा कि अहिलेसम्म एकल सूचीमा मेन रहेको छ प्रहरी प्रशासन, त्यो अहिलेसम्म हाम्रो मातहतमा आएको छैन, जबकि सङ्घले पनि प्रहरी ऐन बनाएर पुरै कम्प्लिट गरिसकेको छ, तर कानुनमा आएको छैन। उस्तै निजामती ऐन लगायतका धेरै विषयहरू छन् कि प्रदेशलाई हस्तान्तरण गरिएको छैन, जुन कारणले प्रदेश सरकारले काम गर्न धेरै अप्ठ्यारा छ। मुख्यमन्त्री यादवले काठमाडौँमा धारणादेखि जिल्लामा गठबन्धन दलको अगुवाईमा पनि आन्दोलन हुने बताएका छन्। उनले संघीय सरकारलाई 30 दिनको अल्टिमेटम दिन लागेको पनि जानकारी दिएका छन्। 30 दिनको अल्टिमेटमपछि विस्तृत दबावका कार्यक्रम पुनः ल्याउने उनले बताएका छन्। आफूहरूले यी मागहरू र आफ्ना समस्याहरू प्रधानमन्त्रीलाई पटक पटक ध्यान आकर्षण गराउँदा टार्ने काम मात्र गरेको उनले गुनासो गरे। प्रधानमन्त्रीजीलाई हामीले पटक पटक भन्दा पनि उहाँले त आश्वासन त गर्नुभयो, जस्तै बोक्राको बैठकमा पनि भन्नुभएको थियो कि हामीले तुरन्त प्रहरी समायोजन र निजामती ऐन 3 महिनाभित्रै नै ल्याइदिन्छु, हामीसँग नै उहाँले भन्नुभएको थियो। अस्ति उहाँसँग भेट्दाखेरि भर्खर 1 हप्ता अगाडि पनि उहाँले भन्नुभयो कि आउने कैबिनेटबाट प्रहरी समायोजन गरिदिन्छु र अध्यादेशबाट निजामती ऐन ल्याइदिन्छु, तर प्रहरी समायोजन पनि भएन। त्यसै कारण एउटा दबाब दिनको निम्ति हामीले भोलि 10:30 बजे ज्ञापन पत्र बुझाउँछौँ, 30 दिनको समय दिएर, र 30 दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर पनि लाग्छौँ। उनले 1 सप्ताह अगाडि मात्र पनि प्रधानमन्त्रीले अध्यादेश ल्याएर 2-4 दिनभित्रै समस्या समाधान गर्ने आश्वासन दिएर ठगेको बताए। सबै राजनीतिक दलका अगुवा नेताहरूसहित मुख्यमन्त्रीको टोली आजै राति काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा काङ्ग्रेसका मधेस अध्यक्ष तथा मधेस सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्ण यादव, माओवादीका मधेसका नेता भरत शाह सहित नेकपा एस जनमत पार्टी, लोसपा, राप्रपा सहित गठबन्धन दल र विपक्षी एमालेका नेताको पनि उपस्थिति थियो। मध्य सरकारले प्रधानमन्त्रीलाई 30 दिने अल्टिमेटम सहित बिहिबार ज्ञापन पत्र बुझाउने तयारी गरेको छ। मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले गर्भमै छोरीको हत्या गर्ने गरिएकाले मधेसमा महिलाको संख्या कम हुने पुगेको बताउनु भएको छ। जनकपुरधाममा बुधबार मधेसी आयोगले गरेको मधेसी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अध्यक्ष डाक्टर दत्तले यस्तो बताउनु भएको हो। उहाँले मधेसमा लैंगिक विभेद कायम रहेको भन्दै असन्तुष्टि पनि जनाउनु भयो। उहाँले छोरीलाई गर्भमै मार्ने गरिएकाले पनि मधेसमा महिला भन्दा पुरुषको संख्या अधिक हुन पुगेको
बताउनु भएको छ। तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष दत्तले समग्र देशमा महिलाको संख्या बढी भए पनि मधेसमा महिलाको संख्या कम हुनुको मुख्य कारण भ्रूण हत्या गर्नु रहेको बताउनु भयो। अब महिला के देखा जाए, देश के अवस्था में महिला के जनसंख्या बेसी है, पुरुष के जनसंख्या कम है, लेकिन मधेश के अवस्था में 50.14% पुरुष है, महिला के 49.86% होता देखल गया। 100 जना महिला में 100.55% पुरुष के जे देखल गया। यानी नैतिकता के हमरा सबके यानी कतऽ न कतऽ बेटी के जे गर्भे में मारे के जे सिस्टम जे छै चल रहल छै 15-20 वर्ष से, ओइ के परिणाम ई आयल है। किस जिला के अन्य लिंगी के अवस्था अपने सबके सामने में 0.01% छै। वार्षिक जनसंख्या वृद्धि 1.19% छै। ओहू में रौतहट में सबसे बेसी 1.16% छै। जनघनत्व अपना सबके 6.633 से प्रति वर्ग किलोमीटर पर। धनुषा में सबसे बेसी अपना सबके 735 आदमी छै 1 वर्ग किलोमीटर में हमरा सबके जे एतऽ देखल गेलै। उमेर समूह के देखल जाए, आब कतऽ समस्या हमरा अहाँके अछि, जड़ समस्या जे जनगणना कहि रहल 15 से 59 वर्ष के 57.6% वा 14 वा 100 भंडा कम में 32.2% है, और 60 वा 100 भंडा माथि में 9.1%। अब एतनी जे युवा वर्ग के जे जनसंख्या है 15 से 59 वर्ष के, तो उम्र तो बढ़ल जा रहा है, लेकिन ओहि में जे हिसाब से राज्य में पहुंच हेबाक छै, राज्य में पहुंच नहीं। अध्यक्ष दत्तले भ्रूण हत्या गर्न नहुने भनेर मधेसी समुदायमा नैतिकताको शिक्षा दिनुपर्ने पनि बताउनु भयो। नैतिकवान मधेस भए मात्रै मधेसी समुदायमा सशक्त बन्न सक्ने उहाँको भनाइ थियो। कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलले समाजलाई सुधार गर्नु अघि हरेक व्यक्ति पहिला आफै नैतिकवान बन्नुपर्ने उहाँको भनाइ थियो। हम सब अपने से कम अपन नैतिकता ठीक करी, तखने कहने अधिकार है। युधिष्ठिर, भीम, अर्जुन, नकल सहदेव सब पढ़ते रहे द्रोणाचार्य से। कहल के सत्यम वद रट, तो सब रटल के सत्यम वद, तो सब जे सुना दिल के तुरंत। आ युधिष्ठिर कहल के नहीं याद कर 6 महीना लगे 6 महीना के बाद अरे तो गुरु जी मारल के एक सफर नहीं याद हो, तो हाँ गुरु जी आप याद हो गए। कल थोड़ा एते किया लगे उस समय, कल के हमारे भाई सब जो चल वो खाली रोटी चल सुगा जगह देव मतलब सोचे पड़ा। आ हम जीवन में लागू नहीं, 6 महीना प्रैक्टिस कर पड़ा, तब आप हम सुबह 27 तक पीछे तो हम कब के अधिकारी छी। हम जो अपने चोर छी, तो अपन बेटा बेटी के हमने कैसे पीछे हुआ डांटी, झूठ नहीं बात। नैतिक शिक्षाको कमीका कारण पनि मधेसी समुदायको सशक्तिकरणमा समस्या हुने गरेको उहाँको भनाइ थियो। मधेसमा पुरुषको संख्या 50.14% छ भने महिलाको संख्या 49.86% रहेको छ। आरती शाहको न्यायको लागि पीडित परिवारले गरिरहेको धरनामा प्रभु शाह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ। गत जेठ 7 गते धनुषा स्थित छापाचौक वार्ड नम्बर 9 जनकपुर धाममा आरती शाहलाई सासू, ससुरा, श्रीमान र देवर मिली दाइजोको न्युमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइती घर मण्डलामा असार 1 गतेदेखि 24 घण्टै धरनामा बस्दै आएका छन्। बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत पार्टीका नेता कार्यकर्ताहरू धरनास्थलमै पुगेर धरनामा ऐक्यबद्धता जनाएका हुन्। सो क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष शाहले पीडित परिवारले 146 दिनसम्म धरना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताउनु भयो। उहाँले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न व्यवस्था गरेको भन्दै खेद प्रकट गर्नुभयो। उहाँले पीडित परिवारको माग सम्बोधन गरेर आरती शाहलाई न्याय दिन सरकारसँग माग गर्नुभयो। उहाँले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने उहाँको भनाइ थियो। 46 दिनसम्म न्याय नपाउनु, काठमाडौँ राजधानीकै सेन्टरमा न्याय नपाउनु दुर्भाग्यको विषय हो र म सर्वप्रथम यसरी व्यवस्था राज्यबाट जो भएको छ त्यसलाई म खेद प्रकट गर्न चाहन्छु र यो पीडित
खास गरेर आरती शाहको जो परिवारको जो मागहरू छ त्यसमा म एकबद्धता जाहेर गर्दछु। त्यो जायज मागहरू छ, त्यो सम्बोधन गर्नै पर्छ भन्ने लाग्छ र राज्यले छिटो यसो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ र आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ, सहयोग गर्ने भन्ने निर्णय गरेको छ। त्यही अनुसार हामी यहाँ आज धरना कार्यक्रममा सहभागी छौँ र हामी के लाग्छ भने नेपालको यो 21औं शताब्दीको लोकतान्त्रिक युगमा कानुनको शासनमा यस्तो सुन्नै नपर्ने हो, सुन्नै लाजको कुरा हो जस्तो लाग्छ। त्यसरी सरकारले पनि यसलाई लियोस्, गम्भीरतापूर्वक लियोस्। अस्ति हामीले नै रिक्वेस्ट गऱ्यौँ गृहमन्त्रीजीलाई र गृहमन्त्रीजीले वार्ताको लागि एउटा औपचारिक थालनी गर्नुभएछ। योभन्दा अगाडि पनि 2 पटक मैले नै पहल गरेर अनौपचारिक गृहमन्त्रीसँग वार्ता संवाद पनि भएको छ, केही हदसम्म प्रगति पनि भएको छ। माननीय गृहमन्त्री धेरै पोजिटिभ हुनुहुन्छ, तर परिणाम त्यसरी देखिया छैन। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मृतक आरती शाहकी कान्छी बहिनी मनिषा शाहले आफूहरू 146 दिनसम्म न्यायको माग गर्दै धरनामा बस्दा पनि माग पूरा हुन नसकेको बताउनुभयो। आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिँडिरहँदा पनि कानुनी कारबाही नभएको बताउनुभयो। आफूहरूलाई गरिब निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उहाँले बताउनुभयो। गुहार लगायो, मानव अधिकारहरूमा समेतमा गुहार लगायो। हामी महिला आयोग समेतमा हामी जहाँ पाए त्यहीँमा गुहार लगाउँदै गयो। आज मात्र प्रभु साहेब हाम्रो आवाजमा आफ्नो एकबद्धता जनाउनु भएर आएको छ। हाम्रो मागमा आफ्नो माग सम्बोधन गर्नलाई आउनु भएको रहेछ र उहाँले हामी धेरै नै भनौँ न भावुक पनि भएका छौँ कि उहाँले आएर हामीलाई यस्तो मागमा सम्बोधन गर्न आउनु भएर आएका छ। उहाँले हाम्रो इन्टरनली पनि सपोर्ट गर्नुभएर हामीलाई अस्तिदेखि नै। तर आज यो राज्यपक्षले हाम्रो कुरा नसुनेर हामी 4 जना सब परिवार भएर गरिब निमुखाहरू भएर हामीलाई नसुनेको हेपेको अवस्थामा उहाँ आज खुलस्त रूपमा आएर हाम्रो सहयोगमा साथ जुटाइदिनु भयो आउनुभएको रहेछ। हामीहरू राज्यपक्षमा यति मात्र भन्न छ, हाम्रो माग चाहिँ केही ठुलो रहेनछ। हामीलाई मात्र आफ्नो दिदीको न्यायको लागि यहाँ बसिरहेको छौँ र जुन हाम्रो धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी डिएसपीहरूले हामीलाई सब परिवारलाई बोलाएर बिहानको क्रममा जुन यातना दिएको तिनीहरूलाई समेतलाई कारबाही होस् हामी माग लिएर यहाँ बसिरहेको, तर अहिलेसम्म राज्यपक्षले सुनेको छैन। अस्ति समेत पनि हामीलाई वार्ताको लागि चिठी बोलाउनु भनेर भनिएको थियो, तर त्यो चिठीमा न हामीलाई चाहिँ त्यसपछि कुनै सम्पर्क गर्नु भन्यो भने हामी वार्ताको लागि एकदम तयार छौँ। हामी आफ्नो माग राख्न लागि समेत पनि तयार छौँ। हामीहरूलाई सुनिदिने पनि उनीहरूले आफ्नो चासो देखाउनु भइरहेको छैन। चिठी पठाएपछि उनीहरूले हामीलाई के भन्छ बोलाउन समय पनि तोकिएको थियो। उनीहरूले दोषी उप कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डीएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरी कारबाही गर्नुपर्ने माग राखेका छन्। जनकपुर धाममा अन्तर्राष्ट्रिय आयुर्वेदिक सम्मेलन सुरु भएको छ। अन्तर्राष्ट्रिय सम्मेलन ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य संगठन तथा ब्रह्मभूमि विज्ञान अनुसन्धान संस्थानको आयोजनामा सुरु भएको छ। सम्मेलनको उद्घाटन ओशो तपोवन नेपालका सञ्चालक स्वामी आनन्द अरुणले गर्नुभएको थियो। सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको सन्देश सुनाइएको थियो। सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक जडीबुटीको खानी भएको देश भएको बताउँदै स्वदेशमा नै जडीबुटीको प्रतिशोधन सहित आयुर्वेद औषधिको उत्पादन गर्नमा अन्तर्राष्ट्रिय सम्मेलनले योगदान दिने बताउनु भएको थियो। कार्यक्रममा ओशो तपोवन नेपालका सञ्चालक स्वामी आनन्द अरुणले विश्वका आयुर्वेदिक चिकित्सक तथा वैज्ञानिकहरूको सहभागितामा सुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले नेपालमा आयुर्वेदको विकासमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो। पंचतत्व क्या है? क्षितिजल, गाद, शीतल, पावर, गगन, समीरा, ये 5 तत्व जो हैं इनका जो समन्वय रहेगा तभी ये शरीर स्वस्थ रह सकता है। इसलिए हमारे यहाँ पंच स्नान आयुर्वेद में भी है, नेचुरोपैथी में भी है। पंच स्नान की विधि थी। जल का स्नान काफी नहीं है, जल तत्व तो शरीर में है ना। वायु स्नान, खुली हवा में टहलना भी जरूरी है। अग्नि स्नान, हमारे यहाँ जब कोई अतिथि आते हैं तो हम पहले उनकी आरती करते थे। ये अग्नि स्नान है, क्या कि बाहर के दोष उनके कट जाए। बाहर विदेश से सम्मेलनमा पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराज मणि पोखरेलले आयुर्वेदको सम्भावना नेपालमा व्यापक भएकाले यस्ता प्रकारको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले
आयुर्वेदको विकास तथा विस्तारमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो। उहाँले आयुर्वेद चिकित्सा पौराणिक चिकित्सा पद्धति रहेको भन्दै यसलाई आत्मसात गरी अघि बढाउनु पर्ने बताउनुभयो। वनवास गरेको बेलामा कुन जडीबुटीहरूबाट उपचार भयो तपाईहरुलाई म भन्दा धेरै यो बारेमा जानकारी छ। अहिले ब्याक्टेरिया र भाइरसको महामारीबाट स्वास्थ्यलाई भन्दा पनि रोगलाई आधार मानेर कतिपय पद्धतिहरू विकास भएका छन्। यो आयुर्वेदको सन्दर्भमा यो इपिडियोमोलोजिकल ट्रान्जिसनको थ्योरीलाई हेर्ने हो भने भोकमरी र सरुवा रोगबाट माइला कसरी बचाउने भन्नेमा यो केन्द्रित भएको छ एउटा। अब हामीले यो एउटा यस्तो विज्ञानलाई हामीले पक्रेका छौँ, यो विज्ञान हो, धेरैले त्यसरी बुझ्नुहुन्न। अहिले हाम्रो समस्या त्यहाँनिर छ। आयुर्वेद एउटा बहुआयामिक विज्ञान हो। सम्मेलनको विषयमा जानकारी दिँदै आयोजक संस्थाका संयोजक डाक्टर राकेश कुमार सिंहले सम्मेलनमा आयुर्वेदका पुराना 8 उपचार विधि, नयाँ 14वटा उपचार पद्धतिका विषयमा 3 दिनसम्म विज्ञहरूका बीचमा संवाद, बहस, शोधपत्रको प्रस्तुति हुने बताउनुभयो। मिथिला संस्कृति सभागारमा हामी उपस्थित छौँ। आज हामी पूरा विश्वको स्वास्थ्यको चिन्तनलाई ध्यानमा राखेर हामीले त्रिदिवसीय आयुर्वेद संगोष्ठीको सम्मेलनको यहाँ हामीले सुरुवात गर्यौं। ब्रह्मभूमि आयुर्विज्ञान अनुसन्धान संस्थानका अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत, बांग्लादेश, श्रीलङ्का, भुटान, दक्षिणी कोरिया, अमेरिका, फ्रान्स, रसिया, मालदिप्स, मोरिसिस, अस्ट्रेलिया सहितका 17 देशको सहभागिता रहेको छ। अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा आयुर्वेद क्षेत्रका चिकित्सक, विज्ञ, प्राध्यापक, वैज्ञानिक गरेर करिब 600 को सहभागिता रहेको छ। सम्मेलनमा जानकी मन्दिरका सहायक महन्त राम रोशन दास, जनकपुर धामका पूर्व मेयर बजरंग प्रसाद शाह, भारतका प्राध्यापक पीके प्रजापति, प्राध्यापक हरिशंकर शर्मा सहितको सहभागिता रहेको छ। 2064 साल चैतमा संविधान सभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबु काजी बनियाको इजलासमा सुनवाई भएको हो। बुधबार अदालतले यो मुद्दाको गम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई 15 दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ। नेपाल सरकारले एकपटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो। बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ। यो मुद्दाको थुनछेक बहसपछि आलम 2076 कार्तिक 29 गतेदेखि पूर्वपक्षका लागि थुनामा छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलिसिनाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक दलहरू मिलेर मात्रै नपुग्ने बताउनु भएको छ। अध्यक्ष तिमलिसिनाले पीडित पक्ष र अधिकार कर्मीहरूलाई सहमत गराएर मात्रै राजनीतिक दलहरूले छिट्टो सो विधेयकलाई टुङ्ग्याउन पुर्याउनु पर्ने बताउनु भयो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयकलाई निरन्तर छलफल गरेर टुङ्गोमा पुर्याउने काममा दलहरू आफै जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। अध्यक्ष तिमलिसिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरूलाई आम माफी दिने नहुने पनि स्पष्ट पार्नुभयो। त्यहाँ पनि विशेष समिति बनाएर छलफल गरेर त्यसको उपसमिति मार्फत धेरै कुरा गरेर रिपोर्ट पनि आएको छ। तर केही आधारभूत मुद्दाहरूमा सहमति भएको छैन। नेताहरूको मात्र सहमति भएर पनि पुग्दैन। फेरि अहिले त भन्नुहुन्छ यी 3 जना नेता मिलेर बन्छ भनेर, अनि ती नेता मिलेर भने तपाईँहरू गराउनु नि, त्यहाँ यो चाहिँ भएन, भिक्टिमलाई चाहिँ उसको कुरा सुनिएन, गम्भीर अपराधलाई चाहिँ यहाँ माफी दियो भनेर फेरि अर्को क्वेसन त उठाउने। त्यसका नेता मिलेर मात्र पीडितहरू यो अधिकार उठाउने अधिकार कर्मीहरू फेरि मिल्नुपर्ने त धेरै चिज रहेछ, तर रहेछ भनेर लामो गर्न त मिलेन नि त। अध्यक्ष तिमलिसिनाले दलहरूकै कारण संविधानमा व्यवस्था गरिएका मौलिक हकसँग सम्बन्धित कानुन समेत हालसम्म निर्माण हुन नसकेको पनि पटक पटक दोहोऱ्याउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम
खनालले बिचौलियाहरूको कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDM लागू हुन समस्या भएको बताउनु भएको छ। प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDM लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन रोकिएको थियो, तर उक्त प्रणाली अधिकार प्राधिकरणले सोमबारदेखि लागू गरेको छ। प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने बिचौलियाहरूको कारण प्रणाली लागू गर्न समस्या आएको बताउनुभयो। उहाँले प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरूलाई सुरक्षित मोबाइल प्रयोग गर्न सक्ने र हराएको बेला तत्काल बन्द गर्न सक्ने प्रणाली लागू गरेको बताउनुभयो। MDMS नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरूलाई, ग्राहकहरूलाई सुरक्षित मोबाइल, सिक्योर मोबाइल युज गर्न सक्ने, हराएको बेलामा तत्काल बन्द गर्न सक्ने, आफ्नो इन्फर्मेसन पनि ब्लक भयो त्यो मोबाइल अरूले युज गर्न पनि नसक्ने अवस्था बनायो भने हराउने क्रमहरू, जसले चोर्यो अथवा हरायो भने हरायोले दिने अवस्था हुन्छ, चोर्यो भने चोरीलाई युजै भएन, बेचेर कामै नलाग्ने हो। त्यो हिसाबले प्लस यो ओल्डमा मोबाइल कस्तो छ भने GSMA डेटाबेसले ओल्डका जेन्युन मोबाइल म्यानुफ्याक्चररहरूले बनाएका मोबाइलहरूलाई उसको डाटाबेसमा राख्छ। क्लोन गरेका अनि एसेम्बल गरेका मोबाइलका IMEI त्यसमा हुँदैन। त्यो सिस्टमबाट मात्रै नेपालमा मोबाइल खरिद गर्न पाउने व्यवस्था गर्न लागेको। उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDMS प्रणाली अब नरोकिने बताउनुभयो। उहाँले प्रणाली लागू भएको 2 दिनमा 1500 भन्दा बढी डिभाइसहरू बन्द भइसकेको अवस्थामा रहेको बताउनुभयो। उहाँले विगतका विश्वमा भौतिक रूपमा रहेर काम भइरहेको भए पनि अहिले सबै डिजिटल रूपमा काम भइरहेको बताउनुभयो। उहाँले त्यसका लागि नयाँ व्यवस्था र नीति आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल रूपमा भइरहेको अपराधलाई रोक्नको लागि MDMS प्रणाली लागू गरिएको बताउनुभयो। हस्त अहिलेलाई यतिकै। फलफल खबर तेज नजर हेर्दै अप्पान टेलिभिजन। नमस्कार।